हेलो एभ्रिवान, नमस्ते। मेरो नाम सुदन। स्वागत छ तपाईहरुलाई मेरो आजको अर्को ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु भन्नुपर्छ। सो गाइज, अनि आज चाहिँ तिहारको अर्को दिन है त। हिजो चाहिँ भाइटिका थियो। सो गाइज, अनि तिहार पनि ठिकै भयो भनौँ, त्यस्तो खासै रमाइलो पनि लागेन। अब त्यही नै खासै सन्चो पनि थिएन मलाई, त्यसैले पनि होला अनि घर छोडेर पनि कतै गएन। दुईटा भैलो चाहिँ यतातिर नि आएको थिएँ, तर खासै भिडियो बनाउन नि पाएन मैले, त्यस्तै भयो। सो अनि त्यही हो, अब टिका त लगाउनु त लगाइयो फुपीहरूको हातदेखि। हाम्रो दिदी बहिनी चाहिँ छैनन्, 3वटी फुपी आउनु भएको थियो। 2वटी चाहिँ हिजो गइसक्नु भयो भने एउटा चाहिँ अझै यहीँ हुनुहुन्छ, सायद पर्सितिर जानुहुन्छ होला। सो गाइज, अनि अहिले चाहिँ 2:30 हुन लागिसक्यो। अनि म चाहिँ खानासाना खाएर यतिकै घरतिरै बसिरहेको छु। अनि भाइले पनि गाई बाख्रा लिएर आइसक्यो। अनि फुपै बुवा चाहिँ उतातिर बसिराख्नु भएको छ। सो यस्तै नै छ, सुनसानै छ अहिलेसम्म चाहिँ। अब भैलो खेल्ने मान्छे चाहिँ एकछिनमा खेल्छन् होला जम्मासम्म भएर। अब यतैतिर आइजन् भने हेर्ने हो, तर घर छोडेर चाहिँ कतै गइन्न। अब घरतिरै काम गर्नुपर्छ, मम्मी पनि हुनुहुन्न। यस्तै नै छ। अब हेरौँ, अहिले साँझतिर कतै गए पार गइन्छ होला, यसो डुल्न गए पार, नत्र अब त्यही नै हो, घरतिर काम पनि गर्नु नै पर्यो। यस्तै छ मौसम चाहिँ, देख्न सक्नुहुन्छ टक्क घाम लागिरहेको छ चट्ट लाएर। सो गाइज, अनि अहिले चाहिँ 2:50 गइसक्यो। अनि अब लगभग 3 बज्न लागिसक्यो भनौँ। अनि अलि भर्खर चाहिँ फेरि यस्तो मौसम चेन्ज भइसक्यो, देख्न सक्नुहुन्छ। अहिले भर्खरै कस्तो मिठो घाम लागिरहेको थियो, अनि अहिले चाहिँ फेरि पानी आउनु जस्तो हुन लागिसक्यो। सो अनि त्यही हो, म चाहिँ त बारीतिर डुल्न आएको छु घर यतापट्टि। सो गाइज, अनि त्यही नै हो। अब हिजोतिरको भिडियोहरू पनि केही आएन, तिहारको पनि त्यस्तो केही कुराहरू अब क्याप्चर गर्ने पाइएन, बनाउनै पाएन मैले चाहिँ, त्यस्तै थियो। अनि त्यही हो, अब दसैँ तिहार आउँदा पनि जुन पहिलाको टाइममा सानो हुँदा रमाइलो लाग्थ्यो, तर त्यो कुराहरू आजभोलि खासै मतलब लाग्दैन। दसैँ तिहार त आउँछ, तर मनाए पनि त्यति खुसियाली चाहिँ हुँदैन मनमा। सो अनि केटाहरू कोही तास खेल्न जान्छन्, कोही भैलो खेल्न जान्छन्, तर मलाई त्यो कुराहरूमा खासै इन्ट्रेस्टै लाग्दैन। तास भन्ने कुरा म खेल्नै जान्दिनँ। मेन कुरा इन्ट्रेस्ट राखेको भए चाहिँ सिकिन्थ्यो पनि होला, खेल्न गइरहेको भए चाहिँ। अनि दोस्रो कुरा भैलो भन्ने चाहिँ नि अब त्यस्तै हो, म सानो हुँदा एकैचोटि खेलेको याद छ, तर म त्यस्तो भैलो सैलो पनि खेल्ने, यताउता राति हिँड्ने, तर त्यस्तो भन्ने मबाट भएन कहिले पनि नै। र अर्को कुरा रह्यो, तँ किन यस्तो छस् भन्ने केटाहरू र गाउँको दाइहरूले पनि सोधिरहेको हुन्छन्। मलाई नै थाहा छैन म किन यस्तो छु भन्ने कुरा। म आफूले सोचेको जस्तो त आफै भइरहेको छैन, झन् अरूले सोचे जस्तो कहाँ हुन सक्थ्यो र। त्यही नै हो। अनि अब मलाई चाहिँ अब यसो रामसाम भन्ने कुराहरू पनि खासै इन्ट्रेस्ट लाग्दैन। अनि अब मलाई अलि रहर लाग्ने भनेको त कतै डाँडाहरूमा घुम्न जाने, त्यस्तो भयो भने चाहिँ म अलि हिँड्छु, नत्र भने अब घरतिर हुन्छु म प्रायः। सो अनि त्यही नै हो, अब काम भयो भने घरतिर काम गर्छु, नत्र भने अब यदि खाली छु भने चाहिँ म फोन हेरेर बस्छु। गाउँतिर म कति खासै डुल्न हिँड्दिनँ, त्यही फोनमै टाइम बिताइरहेको हुन्छु। सो गाइज, अनि त्यही नै हो, मान्छे अनुसारको फरक ह्याबिटहरू हुन्छ। मेरो ह्याबिट नै त्यस्तै छ। अब आफूले चाहेको जस्तो त बन्न सकिरहेको छैन, अरूले चाहे जस्तो झन् कसरी बन्न सकिएला र। अनि मेरो ह्याबिटकै कारणले होला, म जो पाउ त्यहीसँग सजिलै क्लोज हुन सक्दैन। अब खै किन अलि बोल्न पनि अप्ठ्यारो लाग्छ। अब यस्तै नै छ, बानी सानैदेखि यस्तै नै बस्यो। पहिलाभन्दा हल्का चाहिँ के चेन्जेस भएको छ। अनि मेरो ह्याबिट नै त्यस्तै छ होइन। पहिला झन् म स्कुलहरू पढ्ने टाइममा त झन् यस्तो थियो कि क्लासको आफ्नो बेन्चमा बस्ने केटाहरूसँग मात्र बोल्थेँ, अनि क्लासकै केटीहरू केटाहरूसँग पनि बोल्थेँ। त्यस्तो समूहको लाटो जस्तो थिएँ। सो गाइज, अनि अहिले चाहिँ 2 भाइ भएर यतातिर बेलौती खान आएको छौँ। कोही ठाउँमा बेलौती भन्छ भने कोही ठाउँमा अम्बा पनि भन्छ यसलाई चाहिँ। यी देख्न सक्नुहुन्छ, बुटो चाहिँ यतातिर छ, अनि यता पनि यस्तो पाकिरहेको छ प्यालो भएर। अब चाहिँ चट्ट टिपेर खानुपर्ने हुन्छ। चाहिँ चढ्दैछ बुटामा, टुप्पानिर कस्तो दामी गेडाहरू पाकिरहेको रहेछ है। सो गाइज, अनि बेलौती चाहिँ टिपिसक्यो, देख्न सक्नुहुन्छ। अम्बा भन्छ कि बेलौती भन्छ, थाहा अनुसारको फरक नाम हुन्छ। सो त्यही अहिले चाहिँ 4:30 बढी नै भइसक्यो। अनि यस्तै छ, अहिले चाहिँ म चाहिँ बारीतिर आएको छु फुपीलाई लिउन। फुपी चाहिँ यता उतापट्टि फेरि घाँस काट्न आउनुभएको रहेछ, घाँस लिउन आएको छु। सो अनि घाम चाहिँ पारि डाँडा गइसक्यो, देख्न सक्नुहुन्छ है त। सो अनि म चाहिँ बारीबाट नि घाँस लिएर आइसकेँ फेरि घर। अनि अब चाहिँ आउँछ बालेर खानासाना पकाउनु पर्ने हुन्छ, त्यसपछि फेरि भेटौँला है त। सो गाइज, अनि अहिले चाहिँ 7:30 बढी नै भइसक्यो। अनि म चाहिँ खानासाना खाएर भाँडा बाजेर मात्र लिँदैछु। अनि अब चाहिँ पटका पड्काउनु लागेको छ, त्यसमा चाहिँ 9-10वटा छन्, एकैचोटि पड्काउने बेला चाहिँ। र अब के हुन्छ है त, एउटा आलु बम पनि छ। 2 भाइ पड्काउनु लाग्छ भाइ चाहिँ यता छ, अनि त्यसले चाहिँ पड्काउनु लागेको छ। अलि अँध्रो भएर अर्को किरमिर आइरहेको छ क्यामेरामा पनि। डराएर पहिले भयो ल्याएर अलि भित्र जाँदै गएन।
डलर उहाँ पुग्यो कस्तो टाइम लाग्यो गुसन हाल्यो त्यही छ क्या हजुर पड्किँदा हातमा पड्किँदा त्यसको सोकिया छ क्या हेर त पुरै झिल्को त सो गाइस तर एकैचोटि पड्काउनु होइन अलि पड्केन निभिहाल्यो त्यसको झड्काले यतातिर त आएन नि त्यहाँ छ कि बवाल गाइस बल्ल पड्क्यो क्या सो गाइस अनि एउटा चाहिँ यस्तो खालको बम छ अब हेरौँ यसको कतिको धमाका हुन्छ यो चाहिँ खत्री पड्किन्थ्यो हिजो अस्ति एउटा पड्काएको बवाल पड्किरहेको थियो सो गाइस बम बसेर यस्तो गर्नु परेछ पड्किन्छ कि नै ओए खतरा सो गाइस अनि हामी चाहिँ फेरि पारी पसलमा ल्याउनु जाला छौँ पटका अनि त्यहाँ पड्काएर चाहिँ भ्याइयो अनि फेरि गएर ल्याएर पड्काम न त भनेर है त सो गाइस अनि हामी चाहिँ पारी गएर पनि आइसक्यौँ अनि पटका चाहिँ उतातिर पड्काएर आयो यता लिएर आइएन अनि त्यही नै हो अहिले चाहिँ 9 बजिसक्यो अब चाहिँ सुत्नुपर्ने हुन्छ आजको भिडियो के कस्तो लाग्छ कमेन्टमा प्रतिक्रिया दिन नबिर्सनु होला र यदि कोही च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ